नमस्ते साथीहरु, सर्वप्रथम यो मेरो भिडियोमा यहाँलाई हार्दिक स्वागत गरे र आज पनि म सदाको जस्तै अब यो विशेष त आन्सर क्वेशन जस्तै टाइममा कमेन्ट लेख्नुहुन्छ, कमेन्ट पढ्ने नै कोसिस गरेको छु। अब यो भन्दा अगाडिको 2 दिन अगाडि मैले एउटा ब्लग अपलोड गरेको छु। अब ब्लगमा चाहिँ विशेष गरी मेरो भ्युज चाहिँ जाँदैन भनेको, ब्लगमा भ्युज जाँदैन। अब यसमा चाहिँ अब मैले त्यही आन्सर क्वेशन गरेको चाहिँ सवालको जवाफ दिने गरेको छु, सकेको जानेको। त्यो पनि म हरेकपल्ट भन्छु एक्सपिरियन्स सेयर गरेको र विशेष अपर्चुनिटीको बारेमा केही बोल्यो भने साथीहरूले चासो गरेर अलिकति हेर्नु भन्छ अनि त्यसमा कमेन्ट पनि थरी आउँछ। यसमा मुख्य म एउटा यसको कमेन्ट जोड्न चाहन्छु। हुन त अब सबै मान्छेको दिमाग एक नासको एकै नासको हुँदैन हैन। यो 5 वटा आउँला सबै एकै नासको भएदेखि यो दुःख किन पाउँथ्यो र हैन। सबै बराबरी हुन्थे, सुख दुःखका हरेक चिजहरु बराबरी हुन्थे र धनी गरिब पनि हुन्न थियो होला। बराबरी भगवान दिएको चाहिँ बराबरी गर्दिएको थियो। सायद मान्छे प्राणी जाति सबै बराबरी हुन्थ्यो होला, दुःख कसैले नै हुन्न थियो होला, एक्लै अर्कालाई पाप भन्ने चिज हुन्न थियो होला र बोल्दाखेरि समान इक्वली बोल्थ्यो होला सबैले, किनकि आवश्यक परेन, जरुरत भएन नि त। बराबरी आवश्यकता हो नि त हरेक चिजहरु भनेको। तलाई मान्छे लोभ जाग्नुको कारण त्यहाँ त्यस्तै टाइपले यो मान्छेलाई दिमागी हालत पनि त्यो टाइपको दिएको छ। सबैको दिमागी हालत एक नासको हुँदैन, त्यो हिसाबले भन्छन्। जसले जसुकै भने पनि फेरि मलाई त्यस्तो चिजले छुनेवाला चाहिँ छैन। तर साथीलाई अलिकति सबक सिकाउने टाइपको जस्तो हैन। जस्तै यदि कसैको भिडियो अथवा केही चिजहरू मन पर्दैन भने खुलेर भन्न पाइयो। राम्रो सभ्य गर्नुहोस् यार, सभ्य त कम्ती सभ्य बोल्न त सिक्नुहोस् यार। तपाईलाई तपाईको बाउ र आमाले कस्तो सिकायो होला र समाजसम्म कुन समाजमा हुर्किनु भएको तपाई यार। मैले यो भने त्यो साथी मैले उहाँको यो के भन्छ युट्युब च्यानल पनि भिजिट गरेको छु। 57 जना सब्स्क्राइबर छ उसमा। अनि नर्थन नेपाल भने चाहिँ त्यो च्यानलबाट मलाई कमेन्ट गरेको छ। पढ्नु होला मेरो अगाडिको भिडियोमा गएर उहाँले के कमेन्ट गर्नुभएको छ। साथीलाई त्यस्तै गर्यो भने म सबै भिडियो उठाएर तपाईको च्यानलमा हालिदिन्छु र हैन। अनि यसको सवालको जवाफ गर्नेछु मैले। त्यसो नगर्नु होला साथी, किनकि हैन तपाई त्यहाँ बसेर तपाई कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ हैन, के हुनुहुन्छ तपाई जोइन गर्नुस्, पर्सनलमा जोइन गर्नुस्। तपाई त्यस्तो चित्त बुझ्दैन पर्सनल जोइन गर्नुस्। डिस्कस नै गर्न चाहनुहुन्छ भने पर्सनल जोइन गर्नुस्, डिस्कस गरौँला हैन। न फेरि वैयत तपाई जस्तो मान्छेसँग मलाई डिस्कस गर्नु पनि छैन। वास्तवमा तपाईले त्यो अनुरोध गरेको पनि हैन। यसरी जताभावी आएर कमेन्ट नगर्नु होला। पहिलो कुरा यो भने सर तपाईलाई चित्त बुझ्दैन, सरी सकिहाल्यो नि। तपाईँ त्यो विषयमा बोल्न आवश्यकै छैन कमेन्टमा हैन। अब यो यसो गर्दा भिडियो चाहिँ सर्ट बनाउँछु भनेर सोचेको थिएँ। यस्तै सर्ट भिडियो बनाउँछु भनेर म सोच्दा तपाईँ जस्तै मान्छेले गर्दा चाहिँ मेरो भिडियो लङ जान्छ। किनकि प्रेसर बढाउने काम नगर्नु होला भिडियोमा आएर। यो भने इच्छा लाग्छ तपाईलाई हेर्नु होला, लाग्दैन स्किप गर्दै जानु होला सञ्जालमा। किनकि यो सञ्जालमा मलाई भिडियो अपलोड गर्ने अधिकार छ। मैले गर्ने कसैले हानि नोक्सान नहुने खालको चिजले भिडियो अपलोड गर्ने अधिकार अथवा सामाजिक सञ्जालमा आफूलाई आफ्नो फोटो र आफ्नो अडियो भिडियो राख्ने अधिकार मलाई छ, मैले राखेँ। तपाईलाई मन पर्दैन मेरो साइटमा नजानुस् न, सकिएको त। त्यो हिसाबले यस्तो अन्यथा नानाभातीको कमेन्ट नगर्नु होला, त्यो भन्न चाहे। अनि बोल्ने ढङ्ग नै कस्तो खालको यो तपाईले मैले मात्र हेर्ने यो कमेन्ट तपाईको भोलि तपाईको आमाले हेर्नुहुन्छ यार यो कमेन्ट। तपाईको आमासँग यही कुरा बोल्नुहुन्छ, तपाईको बहिनीसँग यही कुरा बोल्नुहुन्छ। अब यति भने तपाईको यो नर्थन नेपाल भने तपाईको तल पनि भित्रसम्म जान सकिन्छ। तपाई धेरै तपाईले चाहिँ यो है मैले चाहिँ समयमा यस्तो म चाहिँ फेक आइडी खोलेको छु, यो गरेको छु, त्यस्तो कहिले नसोच्नु होला। गइरिएर जान पर्यो भने जता पनि गइन्छ, त्यो ठुलो कुरा हैन। त्यो हिसाबले तपाईलाई मैले भने यस्तो काम नगर्नु होला। 4 मिनेटको भिडियो भएछ मात्र तपाईको बयान गर्दै। अब सरी यतातिर जान्न म। विशेष गरी अब हामी मुख्य पोइन्टमा चाहिँ D1 भिसाको बारेमा चाहिँ मैले आज थोरै बोल्ने कोसिस गरेको थिएँ, भन्ने विचार गरेको थिएँ। त्यो भएर यहाँसम्म उपस्थित भएको थियो। D1 भिसाको विशेष त साथीहरु D1 भिसा के हो भन्छ, आर्टिकल 59 के हो भन्छ। यो एउटा भने न मैले नेपालको जस्तै कानुनको धारा 1 धारा उपधारा भने जस्तै यस्तो चिजमा पर्ने त्यति भित्र गहिराई जान आवश्यक छ जस्तो लाग्दैन। किनकि तपाईहरु देशबाट विदेश आउँदाखेरि त्यति भित्र गहिराईमा पुगेर कोही पनि आएको हुँदैन। तपाई यहाँमा त पोर्चुगलको बारेमा अब अहिले सबैजना साथीहरु जाने बुझ्ने भए, केही जान्ने सुन्ने भएर बुझ्न चाहन्छ। नबुझ्दा भन्दा बुझ्न राम्रो कुरा हो। तर पनि तपाई त्यति भित्र पनि बुझेर जानु नि। नर्मल खाना खाँदाखेरि त तपाईलाई दाल र भात पकाइन्छ, दाल र भात पाक्यो, थालीमा हाल्दै भटाभटी खाने गर्नुहुन्छ भने
हैन, दालमा कति क्यालोरी छ, भातमा कति कार्बोहाइड्रेट छ भन्ने तपाईँ त्यसरी बुझ्न हुन्न नि त। नाप्नु भएको छ कहिले पनि दालमा कति कार्बोहाइड्रेट छ, के भन्छ भातमा कति कार्बोहाइड्रेट छ, दालमा कति क्यालोरीहरू छ भन्ने कुरा नाप्नु भएको छ र त्यसको त्यो त नाप्नु हुन नि। शुद्ध तपाईँ दाल र भात ठिक छ कि छैन, सफा छ कि छैन भनेर बुझ्नु, त्यही हो। त्यही हो यसको यो पनि D1 भिसाको हरेक पटकमा मैले डाइरेक्ट भिसा हो यो। यसले आउँदाखेरि कार्ड बन्छ कि बन्दैन भनेर भन्दाखेरि मैले D1 भिसाको कार्ड बन्छ भनेर योभन्दा अगाडिको भिडियोमा पनि भनेको छु। हरेक पटक तपाईँलाई हरेक पटकमा एउटै कुराको बारम्बार भिडियो कति बनाउनु हो, भिजिट गर्नु यार। अन्य भिडियोहरू छ त्यो भिडियोमा गएर हेर्नु होला, पाउनुहुन्छ। एउटा पोइन्टमा सबै पाउनुहुन्छ। अब तपाईँलाई एउटै भिडियोमा तपाईँलाई सबै कुरा भन्न पर्ने मैले, अनि फेरि तपाईँ कस्तो भने यो भिडियो पछि अगाडि नै यो आन्सरको क्वेसन के भन्छ प्रश्नहरू हरेक खालको चाहिँ क्वेसनहरू पढेर बस्छ भन्ने पढ्ने नै हो नि त। तपाईँले दिएको यदि तपाईँले लेख्नुभएको कमेन्ट मैले पढेन भने कसले पढ्ने हो त? के को लागि लेख्नुहुन्छ त? मैले भनिरहेको छु यहाँनिर तपाईँले सुन्नकै लागि भनेको हो नि त। यदि तपाईँले नसुन्ने भएदेखि मैले किन भन्नु? त्यही हो कुरा। त्यो हिसाबले भिडियो मैले अब D1 भिसाको बारेमा पनि अन्य भिडियोहरू मैले भनेको छु, त्यो हेर्नु होला। कुरा त्यही हो। र साथीहरू जो पनि हेरिरहनु भएको छ, साथीहरू नेपालबाट हेर्नुहुन्छ मेरो धेरै जस्तो भिडियोहरू, विशेष नेपाली साथीहरूको लागि नै लक्षित गरेर बनाएको यो भिडियो। किनकि म नेपाली भाषा बोलिरहेको छु, नेपाली भाषी हैन, जो नेपाली भाषा बुझ्नुहुन्छ उसको लागि त हो यो भिडियो। नत्र त यो अन्यले त मैले बोलेको भाषा बुझ्दैन, उनी त यो सुन्दैन। विशेष तपाईँ हामीकै लागि हो। र माया पनि तपाईँ हामीले एक आपसँग लाग्नुपर्छ, तपाईँ हाम्रै लाग्छौँ। मलाई तपाईँहरूकै माया लाग्छ, तपाईँले मलाई माया गर्नुहुन्छ, कुरा त्यही हो। त्यो हिसाबले नै सचेत गराउनुकै निमित्त हो। यदि हाम्रो मलाई त्यो कमेन्ट लेख्ने साथी नेपालमै हुनुहुन्छ भने, यदि इनकेस तपाईँ यहाँ आइपुग्नु भयो भने, यदि प्रब्लममा फस्नु भयो भने झुक्किएर त्यो दिन दशा नआओस्, तपाईँलाई नहोस् त्यो हैन, अग्रिम शुभकामना। तर भोलिको दिनमा काहीँ न कतैबाट ठोकिएर आउने तपाईँ हामीसँगै हो। मैसँग ठोकेन भने कोही न कोहीसँग ठोकिनुहुन्छ पक्कै पनि। अनि त्यसपछि हेर्नु होला, त्यसपछि तपाईँसँग गर्ने व्यवहार साथी, र तपाईँको त बोली नै त्यो टाइपको रहेछ। अब तपाईँलाई कस्तो व्यवहार गर्छ होला साथी, विचार गर्नु होला साथी हैन। मैले भिडियोमा जवाफ यो दिएँ। र बोली भन्ने कुरा त्यस्तै हो। बोल्दाखेरि सबै भव्यसँगै बोल्नुपर्छ, सबै ढङ्गले नै बोल्नुपर्छ भन्ने लाग्छ मलाई हैन। त्यो व्यवहारिक पक्षहरू त्यही हो। र जताभावी नबोल्नु होला। सामाजिक सञ्जालमा मैले जे लेख्दा पनि हुन्छ त्यो टाइपले नलेख्नु होला। किनकि तपाईँको भिडियो त्यति राम्रोसँग भिडियो वाच नभए पनि कतिपय भिडियोहरू वाच भएको छ, 4000 5000 जना साथीहरूले वाच गर्नुभएको छ भिडियोहरू हैन। त्यो भिडियोमा जाँदा पक्कै पनि तपाईँको कमेन्ट त पढ्छ होला, 4000 5000 देखिन्छ होला त्यहाँनिर। पढ्दा तपाईँको फ्यामिलीले त्यो भिडियो हेर्न सक्छ, पढ्न सक्छ। अनि तपाईँको बुवा र आमाले तपाईँ त्यही सिकाउनु भएको छ त, त्यस्तै बोल्न सिकाउनु भएको छ त, कुरा त्यो पनि। त्यसपछि साथीलाई चाहिँ म म्याक्सिमम यसरी नानाभाती कमेन्ट नगर्नु होला, यही भने भिडियोमा। ल D1 भिसाको बारेमा म बोल्दै थिएँ, आज सायद 10 मिनट भइसक्यो। त्यो नानाभातीको कुरा गर्दाखेरि आज केही भन्न सकेन मैले। र अर्को कुरा अप्सन मगर, सायद म आँट त छैन, अप्सन मगर उहाँले लेख्नुभएको त्यही होला। उहाँले लेख्नुभएको छ पहिलो प्रश्नको एन्सर क्लियर आएन नि दाजु, डिमोटिभेट नगरौँ न हौ भनेछ। यस्तो तपाईँलाई डिमोटिभेट हुन्छ त्यो कुराले हो भने सत्य तितो हुन्छ, पहिलो कुरा बुझ्नु होला। अब करेलालाई गुलियो बना, अब गुलियो भन्नुपर्छ भन्यो भने त अब कसैले पनि भनिन्न। करेलाको चाहिँ गुण नै तितो हो। त्यसैले मैले करेला तितो हुन्छ भन्यो भने अब फरक नपर्ला, किनकि करेला तितो नै हुन्छ। अनि सबैले जानेको पनि त्यो करेला तितो हुन्छ भन्ने सबैलाई थाहा छ। कसैमा घटी कसैमा बढी हुन्छ, तर करेला तितो चाहिँ तितो नै हुन्छ, सत्य त्यही नै हो। र तपाईँलाई मैले जुन भने यो कुरा सत्य त्यही नै हो। अब तपाईँलाई डिमोटिभेट भयो भने मैले के भन्दा, करेला तितो हुन्छ भनेर चाहिँ भन्यो भने तपाईँ डिमोटिभेट हुनुहुन्छ भने त्यसमा मैले के गर्नु त? सोच्नुहोस्, राम्रोसँग सोच्नुहोस्, त्यही भन्छु। र अर्को कुरा, पोर्चुगल हालतमा चाहिँ एक्स्ट्रा हुन्छ कि हुँदैन भन्ने सोध्नु भएको थियो तपाईँले, त्यो सोध्नु भएको थियो मलाई। एक्स्ट्रा अब हालत यस्तै छ यहाँनिर। नर्मल पनि पोर्चुगल 6 महिना सिजन 6 महिना अफ सिजन यो तरिकाले चलेको हुन्छ यहाँनिर पोर्चुगल। होटलको पनि त्यही हो, खेतीको पनि त्यही हो। 6 महिना खेती चल्छ, त्यसपछि सर्लकै होटलतिर लागेको छ।
अब एउटै मान्छे यताउता जानेपछि कसले होटलमा गर्ने कसले खेतीमा गर्ने, कम्तीमा अक्सिजन लागेको चाहिँ 50%, अब त केही मान्छे त घरै सुत्ने हो। हामीले त भोगेर आएको चिजहरू हो यो भन्ने कुरा, भोगेको कुराहरू भन्दैछौँ हामीले। जो यहाँ बसिरहनु हुन्छ, जसले भोग्नु भएको छ वास्तवमा भोगाइ भनेको। कतिपय अहिले भोगाइहरू प्रस्फुटन गर्न अलिकति गाह्रो मान्ने मात्र हो फरक भनेको, नत्र भोगाएकै चिजहरू यहाँहरूसँग एक्सपिरियन्सहरू भोगाएको कुराहरू सेयर गर्ने हो। त्यही नै हो, मैले भनेको कुरा पनि त्यही हो सबै। त्यही हिसाबले नभए अहिले पोर्चुगलको बेसिक 870 भएको छ भनिहालेँ, 870 बेसिक भएको छ। अनि त्यसपछि त्यहाँबाट नर्मल महँगी यस्तै छ भन्न पर्दैन। मैले तपाईँलाई मेरो यही भिडियोहरू हेर्नुपर्छ भन्ने होइन नि त। साथी सर्कल सामाजिक सञ्जालमा म्यासेन्जरमादेखि लिएर वाट्सएप, इमो हरेक खालको सामाजिक सञ्जाल छ। आफ्नो साथी सर्कलसँग जोडिनु होला, अथवा कोही न कोही यहाँ भएको साथी, एक्स्ट्रा अन्य साथीहरू जो मैले भिडियो बनाएको छु, म जस्तो भिडियो नबनाउने साथीहरूलाई सोध्नु होला, जो चाहिँ पोर्चुगलमा बसेर काम गरिरहनु भएको छ उहाँहरूलाई सोध्नु होला। यो त प्रश्न हुन्छ नि। त्यो भएको कारणले गर्दाखेरि तपाईँ सोच्नु होला, सोध्नु होला होइन। अनि 18 लाख रुपियाँ 20 लाख रुपियाँ तिरेर सर्ट एकचोटि प्लेन चढ्न पाए हुन्छ, पोर्चुगल जान पाए हुन्छ, म त आफै के पो गर्छु, म त आफै काम खोजेर गर्ने हो भने तपाईँको घमण्ड जाने, नेपालमा बसेर घमण्ड गर्नुहुन्छ नि, तपाईँको यहाँ प्लेनको ढोकाबाट ओर्लिने पनि तपाईँको घमण्ड चाक्न सुरु हुन्छ। त्यही भएर नेपाल बसेर तपाईँहरू धेरै फुर्ती नउडाउनु होला। त्यो तपाईँको आफ्नो देश, त्यो मेरो देश होइन, आफ्नो जन्मभूमि। जानेर नेपालको गाउँमा यदि हामी गएर बस्यौँ भने 6 महिना वर्ष दिन बिना काम हल्लेर पनि तपाईँसँग केही पनि भएन भने पनि गाउँमा जानु भने तपाईँ बाँच्न सक्नुहुन्छ। किन बाँच्न सकिन्छ त भने तपाईँसँग केही पनि छैन, एक दिन साथीको घर गइन्छ, साथीलाई अजुदा गरिन्छ, हेल्प गरिन्छ, दयामाया गरिन्छ, खाइन्छ साथीकोमा, एक दिन अर्कोमा गइन्छ, खाइन्छ, केही मेहनत गरिन्छ, त्यसै खाइन्न, अरूको मेहनत गरेर केही गरेर खाइन्छ। त्यसरी हामी बाँच्न सक्छौँ भने यहाँ त्यो तरिकाले बाँचिन साथी। पहिला कुरा त्यो हो। तपाईँलाई त प्रोसेसमा बाँधेको छ नि त यसको त नियम, हरेक खालको ट्याक्स तिर्न पर्ने हुन्छ यो देशमा काम गरेपछि। त्यो हिसाबले अन्य तपाईँको एक्स्ट्रा इन्कम गर्न सकिन्न भन्ने सकिन्छ। यहाँनिर 2टा कन्ट्याक्टसम्म गर्न सकिन्छ। यहाँनिर त सबैले त्यो चिज गर्न सक्नुहुन्छ र तपाईँ आउने बित्तिकै त्यो गर्न सक्नुहुन्छ। त्यस्तो नकुराहरू तपाईँ नगर्नु होला होइन, किनकि हामीले भोगेर आएको, हामीलाई भएदेखि त यो त धेरै एकदम धेरै सङ्कटको घडी जस्तै हो यो। केही समय जस्तो यो 2025 भयो, 24 को जुनबाट यतातिर इमिग्रेसन बन्द भए पश्चात अलिकति अझ केही सहज भएको छ यहाँनिर। यो भाग्यको कुरा हो एक खालको। योभन्दा अगाडि कति समस्या थियो, त्योभन्दा अगाडि 2018 तिर लगभग जब हामी आथ्यौँ त्यतिखेर केही सहज थियो। त्यो सहजता हुँदा हुँदै त हामीले काम गर्न सकेनौँ। त्यतिखेर सिजन अफ सिजन यस्तो हुन्छ त्यस्तो हुन्छ, हामी सुत्ने, घर बसेर सुत्ने बस्ने क्रम जारी नै थियो होइन। हामी मात्र धेरै मान्छेहरू त्यसरी बस्थे, त्यसरी गुजारा गरेको हामीले। भनेपछि सोचे जस्तो सबै भइदिने भएदेखि यो दुःख किन? घरै बसेर दिनभरि घर बसेर सोच्थ्यौँ, अनि त्यसपछि हामी धुरीबाट सरर झरे हुन्थ्यो भनेर सोच्थ्यौँ र सरर झर्न पर्ने हो नि त, झर्दैन त्यसरी। त्यसरी त्यति सहज पनि नसोच्नु होला विदेशको यात्राहरूलाई, त्यही भन्न चाहन्छु। र जे छ भिडियो मेरो अझै पनि तपाईँको सवालको जवाफ आएन भन्नु होला, अर्कोमा हेर्नु होला। नर्मल मैले हरेक पटक भन्ने गरेको छु, पोर्चुगलको चाहिँ बेसिक 870 भएको छ 2025बाट। त्यसको खाना खर्च नाताल फिरेस भन्छ यहाँको भाषामा, त्यो जोडेर केही न केही जोडेर 100 रुपियाँ प्लस 100 रुपियाँ जस्तो भएर आउँछ। अब एक्स्ट्रा ओटी भन्ने कुरा कम्पनीले सबै पोर्चुगलको हकमा अहिले ब्याङ्किङ आवर भन्छ, आवर राख्ने गरेको छ। तपाईँको 176 घण्टा प्लस भएपछि तपाईँलाई राख्ने गरेको छ। कतिपय कम्पनीले केही घण्टाको पे गर्छ भने कोही कम्पनीले सबै राख्छ। सबै राखेको कि त अफ सिजनमा घर छुट्टी भन्दै राख्दै त्यही पैसा दिने गर्छ। भनेपछि आखिर तपाईँको त टाइम लस भयो नि त। त्यो तपाईँले पाउने भनेको त आखिर 870 बेसिक मात्र हुने भयो नि त। त्यो त भन्न खोजेको कुरा यो हो। अब आफू नमरी स्वर्ग देख्दैन भने जस्तै तपाईँ आउनु होला होइन। शुभकामना तपाईँहरू सबैजना जसले यो भिडियो हेरिराख्नु भएको छ आउनु होला। आइसकेपछि त्यही हो प्रोसेसहरू छ। अब 10 दुनियाँ भिडियो हेर्नु होला, मैले नै भन्नुपर्छ भन्ने हुन्छ छैन।
तपाईँले हेर्नु होला। विशेष गरी मेरो चाहिँ दिमाग घुमाइरहेको छ अहिले। जसरी साथीले त्यो कमेन्ट गर्नु भने त्यही कमेन्टले 5 मिनट लगभग खाइदियो। साथीलाई दोस्रो पटक यसरी 5-5 मिनट मेरो खर्च गर्न नपरोस्, मेरो टाइम खर्च गर्न नपरोस्, मेरो बोलीहरू खर्च गर्न नपरोस् भन्न चाहन्छु। र त्यसरी भिडियोमा जताभावी कमेन्ट पनि नगर्नु होला साथीलाई। यो सजेसन सहित हेर्नु होला। अर्को भिडियोमा फेरि जोडिने छु। अब D1 भिसाको बारेमा मैले अब VAFS को बारेमा पनि साथीहरूले सोधिराख्नु भएको छ। अब यो घरि सानो पोइन्टमा साथीहरू अल्झिराख्नु भएको छ हैन। त्यति साह्रो पनि नघोत्लिनु होला। त्यति साह्रो त्यो घोत्लिने चिज त्यो होइन क्या। साथीहरूलाई VAFS को डेट कहिले आउँछ, के जाति हुन्छ, कस्तो सानो कुरामा घोतिराख्नु भएको छ। तपाईहरु त्यतातिर नजान हैन। खानासँग टक्क पकायो, खाना पकाइसकेपछि भातको सितामा सानो के हुन्छ टुथपिकले घोच्दाखेरि के हुन्छ भने जस्तो कुराहरू सोध्नुहुन्छ तपाईहरु कहिलेकाहीँ हैन। त्यति साह्रो पनि न। भातको सितामा टुथपिकले घोच्दाखेरि के हुन्छ, सिता टुथपिकमा अड्केर आउँछ अनि कुरा स्ट्रेट त छ। त्यही हो, अलिकति आकर्षित टाइपको भिडियो बन्यो साथीहरु। यदि त्यस्तो भयो भने क्षमा चाहन्छु। भिडियोमा जोडिराख्नु होला। तपाईहरुलाई अन्य खालको केही भिडियो दिनेछु। र म के भन्छु भने मैले हिँडेको, कुदेको, बसेको, बोलेको चिजले तपाईहरुलाई के न के फाइदा पुगोस् भनेर नै भिडियो बनाएको हो नि त हैन। नकि त्यतिकै वेस्ट टाइम पास गर्न बनाएको भिडियो त पक्कै पनि होइन हैन। मैले के चिज भ्लगहरु बनाउने गर्छु। मैले कम्तीमा भ्लग बनाउँदै गर्दाखेरि मैले हिजो अस्तिको एउटा गाडी किन गएको सपना अधुरै रह्यो भनेर चाहिँ एउटा खालको चाहिँ भ्लग बनाउँछु। त्यो भ्लगले पनि त कम्तीमा तपाईलाई केही सन्देश त दियो होला नि त। के सन्देश दियो होला नि त। 600 रुपैयाँमा 700 रुपैयाँमा पोर्चुगलमा गाडी पाइने रहेछ है भन्ने एउटा तपाईले जानकारी पाउनु भयो होला नि त। जो नेपालमा बस्नु भएको छ साथीहरु, नेपालमा बस्नु भएको साथीहरुलाई त यो कुरा सुन्दा अचम्म लाग्छ। 600 रुपैयाँमा गाडी पाउने रहेछ पोर्चुगलमा भन्ने कुरा त कम्तीमा थोरै त्यो जानकारी त भयो त। किनकि हामी किन्न आएको 600 रुपैयाँको गाडी नकिन्न आएको हो नि त हामीले। यस्तै भ्लगबाट अथवा गरेको चिजबाट, मेरो एक्टिभिटिज अथवा हरेक चिजहरु सबै चिजबाट के न केही तपाईलाई के न केही पोइन्ट लिनुस् भन्नको निमित्त नै मैले भिडियो बनाइराको हो नि त। लिनुस् त्यो तरिकाले लिनुस्। त नाना भातीका कमेन्टहरु नगर्नु होला भन्न चाहन्छु। मन परेन भन्नु होला। अश्लील शब्दहरु प्रयोग नगर्नु होला। मन परेन डिबेट गर्नुस्, एकदम सभ्य भाषामा डिबेट गर्नु। त तपाईको यो ठीक लागेन मलाई, यो भएन, यो हैन, यस्तो पो हुन्छ जस्तो एकदम खतरा खालको चाहिँ सबै भाषामा डिबेट गर्नु होला न। त्यसो सवालको जवाफ मैले दिनेछु तपाईलाई त्यतिखेर। तर यसरी हैन हरेक खालको अश्लील शब्दहरु प्रयोग गरेर ती मान्छे भित्र भएको, मान्छेको शरीरमा भएको चीजहरु सबैसँग छन्। ती चीजहरु हैन, छोरा मान्छे छोरी मान्छे सबैसँग छन्। र तपाईले त्यसरी भन्न कमेन्टमै लेखिराख्नु त्यति जरुरी जस्तो लाग्दैन मलाई। त्यो भने नर्थ नेपाल लेखेको एउटा युट्युब च्यानल छ। त्यो च्यानलबाट यो भएको छ। सम्भवतः साथीले यो मेरो यो दोस्रो पटकको भिडियो हेरेर त्यो हटाउनु होला। सबै ढंगमा हटाउनु होला। तपाई आफै लाज लाग्छ यार तपाईलाई, त्यो हटाउनु होला। यो भने साथीहरु धेरै पनि नबोलौं। एउटै व्यक्तिको विषयमा कति बोल्न। विशेष त मैले हाम्रो अर्को पनि अप्सन मगर लेख्नु भएको अथवा MGA लेख्नु भएको छ, उहाँको पनि कम्प्लिटली भएको छैन। मैले अब यहाँ त पोइन्टमा घाँटी अठाउने कुराकानी हुन्छ। सायद मैले गल्ती गरेर क्षमा प्रार्थी। किनकि त्यो उहाँको त्यस्तै खालको छ। उहाँको सवालको जवाफ मैले क्लियर भएन भनेको थिएँ। उहाँको जवाफ वास्तवमा मैले हिजो त्यति भन्दा क्लियर भएन। अहिले यति आवेशमा भन्दा त मलाई उहाँको जवाफ क्लियर नै भएको छैन। भएन, माफ गर्नु होला। तपाईलाई क्लियर जवाफ तपाई चाहनुहुन्छ भने अन्य भिडियोहरु सर्च गर्न हेर्नु होला यार। एउटै भिडियोमा मैले त्यो चीजहरु हेर्दै पहिलादेखिको भिडियोहरु हेर्दै आउनु होला। मेरो 20 मिनेट 22 मिनेटको भिडियो हेर्न कम्प्लिटली भिडियो हेर्नु होला। तपाई दुईटा कुरा बोल्ने बित्तिकै भिडियो स्किप गरेर कुद्नु हुन्छ। तपाई बुझ्नु हुन्छ चाहिँ के मैले त्यही भने। हस्, यो पनि भिडियो ख्यालखेलमा 20 मिनेट लगभगको आसपासको भिडियो भयो। म यो भिडियोबाट छुटिने छु। हस् त। अनि आज मात्र फेरि एकजना लगभग हामीसँगै पढेको साथी, दाई, भाइ, जसुकै भयो नि, हामी एकअर्काको एकदम समकालीन साथीभाइ, दाजुभाइ। उहाँले मेसेज गर्नुभएको थियो। मेसेजमा उता आउनु पर्यो भाइ राजा भनेर चाहिँ पुरै मेसेज गर्नुभएको थियो। उहाँलाई पनि मैले नर्मल त प्राइभेट मेसेज छोडिसकेको छु। र सबै साथीहरूलाई यो कन्डिसनमा पोर्चुगल आउन हतार नगर्नु होला भन्छु। D1 भिसामा आउने, भिसा लाग्छ है, लागिरहेछ भिसा, डाइरेक्टै भिसा लागिरहेछ। किन घुमेर जाने कुरा बन्द भयो भने लागिरहेछ भिसा। नआउने हैन,
मान्छेको इच्छा हो, इच्छा शक्ति भएपछि मान्छे जुनसुकै तरिकाबाट पनि आउन सकिन्छ, आउँछन् मान्छेहरू। तर मुख्य कडी के हो भने यहाँनिर तपाईँ आउन त आउने, आएर मात्र भयो यहाँनिर तपाईँ काम गर्न पर्दैन। तपाईँको उद्देश्य के हो? तपाईँ यहाँ आइसकेपछि कमाउने कि नकमाउने? 20 लाख रुपियाँ खर्च के को लागि गर्ने? तपाईँ कमाउनको लागि होला नि त। पासपोर्ट भन्छ, पासपोर्ट यहाँको पिआर, त्यो के हो पिआर? पिआर पाउने बित्तिकै तपाईँले खाना त्यतिकै पाउँछ, झर्छ आकाशबाट तपाईँलाई। झर्ने भयो त यत्रो कतिजनाले पाइसक्नु भएको छ, झर्न पनि त अहिलेसम्म झरेको देखेको छैन। केही दिनपछि मेरै के भन्छ पासपोर्ट कम्प्लिट भएर मेरो पासपोर्ट आउँला, म झर्छ मलाई। खै हामीलाई त 7 वर्ष हुने तर्खर भइसक्यो, 7 वर्षमा रनिङ छ, झरेको छैन अहिलेसम्म। त्यो हिसाबले तपाईँहरू नआत्तिनु होला। आज अलिकति भिडियोमा अनि आक्रोश नै पोखे जस्तो भयो, किनकि साथीहरूको त्यो पाराहरू देख्दाखेरि होइन अलिकति आएपछि यहाँ किन हामी त यस्तो भयौँ उस्तो भयौँ, उनीहरूसँग कुराहरू भेट्नु हुँदैन चोकमा। त्यो अब नामै यो त्यो भन्न खोलेर किन भेटेपछि उहाँहरूको त्यो चित्कार, एक खालको रुन्चेपन अनुहारमा देखेको चिजहरू त्यो देख्दा दुःख लाग्छ। हल्का भयो नि भला कसरी गर्न मन लाग्छ होइन। यदि त्यस्तो भयो भने सबैले मान्नु हो भने भिडियो पब्लिक गर्छु तपाईँलाई। उहाँहरूको चित्कार, उहाँले बोलेको कुराहरू, त्यो हिसाबले त्यसो पनि हामीलाई अरूको भिडियो गरेर यो फैलाउनु छैन होइन। त्यो हिसाबले अब त्यो गरिनँ पनि मैले। त्यो चित्कारहरू यहाँ आएर नगर्नु होला, नदेखाउनु होला त्यस्तो चिजहरू होइन। तपाईँ सही तरिकाले बुझेर आउनु होला। मैले त 18 लाख रुपियाँ तिरेर आएपछि यहाँको बेसिकलाई कन्भर्ट गर्नु, हरेक खालको भन्नु चाहिँ हरेक तरिकाको भिडियो बनाएकै छु, अझै पनि बनाउने छु म तपाईँलाई। र भिडियो हेर्दाखेरि तपाईँलाई सुरुदेखि अन्तिमसम्म एकदम मिलाएर हेर्न पर्यो। मैले के बोलिरहेको छु भन्ने कुरा हेर्न पर्यो नि त। मैले बोलेको एउटा कुराकानी छ, त्यो सक्यो त्यसपछि यसले त यस्तो आधी कुरा सुनेर तपाईँ कुद्नुहुन्छ त यार। त्यो त बिरबल र अकबरको जस्तो कथा भइहाल्यो नि। बिहानै उठेर अकबरले बिरबललाई जा लिएर आ भन्नु चाहिँ भन्छ, बिरबल हतनमा त कुदेर जान्छ। पसलको गेटमा गएपछि के ल्याउने भने अलमलमा पर्छ। के लिएर आउँछ त बिरबलले? अब कम्तीमा मलाई फल्ना चिज ल्याइदिए भन्थ्यो होला, त्यहाँनिर बसेर के ल्याउने भनेर सोधेर गएको भए त के भन्छ लिएर आउँथे। के लिएर आउँछ? धन्न बिरबल चाहिँ अब बाटो मन्त्रीभित्र पर्छ होइन, कथाकै पात्र भए पनि। अनि बिहानै उठ्ने बित्तिकै राजाले चाहिँ यस्तो मुख धुँदाखेरि चाहिँ यस्तो दारीमा हात पर्यो होला, लामो दारी छ, त्यही भएर चाहिँ ब्लेड चाहिँ चाहियो होला नि। ब्लेड किनेर ल्याउँदाखेरि ठ्याक्कै लाग्छ, दारी खरिने चिज ल्याइदिँदाखेरि ठ्याक्कै लाग्छ। अनि भनेपछि राजा पनि अचम्म पर्छ, मैले भन्दै नभन्न कसरी ल्यायो भने हो। त्यस्तै बिरबल जस्तो तपाईँ हामी सबै बिरबलको जस्तो दिमाग भएको मान्छे होइन होला नि त, छैन होला नि त होइन। त्यो हिसाबले बुझ्नु होला, त्यसै बुझ्नु होला भन्नको लागि मैले तपाईँलाई कथा जोडेको छु। साथीहरू भिडियो ख्याल नबनाऊँ भन्दा 20-22-23 मिनट भयो, सक्नुहुन्छ भने पुरा हेर्नु होला। र यहाँलाई कस्तो लाग्छ मेरो भिडियो होइन? कहिलेकाहीँ तातो चिसोवाला भिडियो बन्दै जान्छ, हुँदै जान्छ, यहाँनिर माइन्ड नगर्नु होला। र मेरो भिडियोमा चाहिँ वाच टाइम पुगिरहेको छैन, साथीहरूले भिजिट गर्नु होला। 2टा कमेन्ट छोड्नुहुन्छ, त्यसपछि नानाभातीको कमेन्ट छोड्नुहुन्छ, हेर्नुहुन्छ। कम्तीमा कम पुरा भिडियो हेर्नु होला साथीहरूलाई अनुरोध गर्दै आजको भिडियोबाट छुट्टिन्छु। अर्को भिडियोमा अवश्य भेट्नेछु र भ्लगमा भेट्नेछु सम्भवतः। कुनै न कुनै तरिकाबाट हामी जोडिराख्नेछौँ, त्यही हो। बाँकी सबैको दिन शुभ रहोस्। धन्यवाद। जय देश, जय मातृभूमि, जय कर्मभूमि, सबैलाई धन्यवाद।